छोरा बाबालाई फोन गर्दा कतारमा हुनुहुन्छ? धेरै दिन भयो कुरा नगरेको। हेलो बाबा, नमस्कार। सन्चै हुनुहुन्छ? कामबाट घर आइपुग्नु भयो? हेलो छोरा, म कामबाट भर्खरै आएको, अलि धेरै थाकेको छु। तिमीहरू सबै ठिक छौ? बाबा, तपाईको आवाज किन यस्तो कमजोर सुनिन्छ? तपाई ठिक हुनुहुन्छ नि? बाबा टाढा भए पनि तिमीलाई धेरै माया गर्छु, सधैँ राम्रो मान्छे बनाए। बुढा, तपाईलाई के भयो? तपाईको आवाज किन यस्तो कमजोर छ? तपाई सन्नचै हुनुहुन्छ नि? म सायद अब धेरै बाँच्दिन होला। छोराको राम्रोसँग ख्याल राख्नु है, उसलाई केही कमी हुन नदिनु। म फर्केर आउन नसके भने पनि बाबा, म राम्रो मान्छे बन्छु, तपाई चाहिँ फर्केर आउनुहोस् है।